जेठ 19 अर्थात नेपाली इतिहासमा सबैभन्दा दुखद र दर्दनाक हत्याकाण्ड भएको ऐतिहासिक दिन। नेपाली इतिहासमा मात्र नभए विश्वमा समेत सनसनी मचाएको नारायणहिटी दरबार हत्याकाण्ड भएको दिन हो जेठ 19। 2058 साल जेठ 19 को शुक्रबार को दिन नारायणहिटी दरबार भित्र राजा वीरेन्द्र, रानी ऐश्वर्या, युवराज दीपेन्द्र, अधिराज कुमार निराजन लगायत तथा अधिराज कुमारी श्रुति लगायत राज परिवारका सदस्यहरूको सामूहिक हत्या भएको दिन हो जेठ 19। ऐतिहासिक यस हत्याकाण्ड भएको दिन पुस्तकको पाना पल्टिए सरह बित्यो, तर न त हत्याकाण्डको रहस्य खुल्यो न त पर्दाफास नै भयो। हत्याकाण्डको समयमा देशका प्रधानमन्त्री पदमा रहेका तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले हत्याकाण्डबारे खासै केही नबताए तापनि हत्याकाण्ड नियोजित भएको भन्नेसम्म जानकारी गराएका थिए। यद्यपि नियोजित कुन हिसाबले भन्ने लेखाजोखा समेत गरिएन। उनको प्रधानमन्त्रीत्व कालमा नेपालमा गणतन्त्र स्थापनापछि देशको नेतृत्व सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त हत्याकाण्डको पर्दाफास गर्ने हुँकार नै गरे। यसरी नेपालमा अहिले जो दण्डहीनताको स्थितिको हामी कुरा गर्छौं, सबभन्दा ठूलो दण्डहीनताको सुरुवात यही ठाउँबाट भएको